हाई हेलो सेवारो। आजको मेरो डिनर चाहिँ के छ भनेर चाहिँ देखाउनु लागि चाहिँ भिडियो बनाएको। फर्स्टमा यहाँनिर आलु बोइल गरेको, आलु उसिनेको। आजको मेरो डिनर चाहिँ यो चाहिँ खाइसक्दिनँ म, दुईटा तीनटा मात्रै खान्छु। त्यसपछि मेरो अर्को छ यहाँनिर आलु फ्रेन्च फ्राई। यहाँनिर चाहिँ छ आलु फ्रेन्च फ्राई। त्यसपछि छ अर्को यहाँनिर चाहिँ छ चटनी। यो चटनीमा चाहिँ के छ भन्दाखेरि चाहिँ फर्सीको बिया, त्यसपछि टमाटर, खर्सानी, लसुन पनि हालेको छु। अचार बनाएको छु। मैले चाहिँ आज चाहिँ किन चाहिँ खाना खाइनँ भन्दाखेरि चाहिँ अघि ड्युटीबाट आएर चाहिँ मैले माम खाएको थिएँ, त्यही भएर चाहिँ खाना खानै मन लागेन र चाहिँ मैले यो खानुको लागि चाहिँ रेडी बनाइरहेछु। अब चाहिँ खाने। यस्तो छ आजको मेरो डिनर चाहिँ। टेस्टी दामी भएछ यो अचार चाहिँ। फर्सीको बियाको अचार चाहिँ एकदमै मिठो हुन्छ यो फर्सीको बियाको अचार। टेस्ट नै अर्कै हो, मिठो भएछ। आजको मेरो डिनर चाहिँ यस्तो छ। खाना कति खानु भनेर चाहिँ त्यही भएर यो खाएको। यहाँनिर चाहिँ छ मेरो तातो पानी। त्यसपछि मैले चाहिँ यति खानुको लागि चाहिँ यहाँनिर मेरो प्लेटमा निकालेको यो आलु फ्रेन्च फ्राई, यो आलु बोइल गरेको, त्यसपछि यो चटनी फर्सीको बियाको।